ब्रो आजको बर्थडे बोय चाहिँ यता हुनुहुन्छ कति हो जन्मदिन हो भन त कति हो 2070 ए डेट अफ बर्थ भनेको होइन हौ अनि कति वर्ष भयो आजदेखि 12 पुरा पुगेर 13 वर्ष लागेको मान्छे चाहिँ यही हो ज्यान चाहिँ 18 वर्ष जत्रो चाहिँ हजुर चाहिँ हाम्रो नेपालीहरूको संस्कार अनुसार चाहिँ बर्थडेमा क्यान्डलको सट्टा हामी चाहिँ दियो बाल्न गइरहेको छौँ यहाँ चाहिँ केक छ ह्याप्पी बर्थडे अनमोल लेखेको छ यहाँनिर चाहिँ यता हाम्रो बर्थडे बोयले चाहिँ दियो जलाउनु हुँदैछ बर्थडे मनाउनको लागि यहाँ छ हाम्रो बर्थडे बोय यहाँ चाहिँ दियो यस्तो राम्रो देखिरहेछ दियो जलेको राम्रो उज्यालो देखिरहेछ दियोमा पैसा खै राखेको ल दियोमा पैसा राख अनमोलजी यहाँनिर दियोमा चाहिँ अनमोलले पैसा राखिसकेको छ है के छ बर्थडे भएको हालखबर यता आएर त ल है आमा अनमोल कति वर्ष पुग्यो अरे आजदेखि 14 13 पुरा पुगेर 12 पुरा पुगेर 13 पो हो त कहाँ 14 हो 13 वर्षको बर्थडे बोय ल ल ल ल उ गर अनमोल त्यो बाल न ए त्यहाँ होइन लाइटरले बाल्दो निर्जल उभिएर गर न उभिएर अनमोलले कि बसेर गर्दा नि हुन्छ ल भन यहाँ ह्याप्पी बर्थडे टु यु भनेर बाल न ल क्रस गर क्रस अर्कोपट्टि ह्याप्पी बर्थडे टु यु क्रस गर न ह्याप्पी बर्थडे टु यु बिस्तारी ह्याप्पी बर्थडे टु यु भन्न है तिमीहरू पनि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर अनमोल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ल केक काट्न आमा हात उठाइदिनु आमा हात उठाइदिनु न ल हात समातिदिनु न केक काट्दा उसको ल हाम्रो चाहिँ अब केक काट्ने कार्यक्रम भइरहेछ है यहाँनिर क्ल्याप गर क्ल्याप ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर अनमोल ह्याप्पी बर्थडे टु यु फाइनली केक पनि काटिँदैछ ल आमालाई खुवाइदेऊ अलिकति त्यसरी नगर न उताबाट गर न ल खुवाइदिनु न त तपाईँहरूले त्यस्तो एकछिन ल खुवाइदिनु अनमोललाई ह्याप्पी बर्थडे टु यु दलिदिनु कालामा यता हेर न उ गर न किन त्यस्तो गरेको यतापट्टि यता यता ल आमालाई खुवाइदेऊ अलिकति खुवाइदेऊ खानु न दल्दै आमालाई दल्दैन गालामा दल्दैन केही भन्नु त्यो खोइ लगाइदिनु भयो त ऊ त दोसला ल हाँस्दैछ फेरि बुढे भाइ लजायो ह्याप्पी बर्थडे टु यु टिका लगाइदिनु अबिरको आमा अबिर ऊ अबिर फोटो पनि खिच न एकजनाकोबाट चाहिँ तिम्रोबाट फोटो खिच न आशीर्वाद के दिनुभयो त्यहाँ नपुछ है अबिरहरू ओछ्यानमा ह्याप्पी बर्थडे भोले बाबा भोले भान्जालाई जन्मदिनको शुभकामना छ 12 वर्ष पुरा पुगेर 13 वर्ष लाग्नु भएको छ ल फोटो पनि खिच है
ह्याप्पी बर्थडे टु यु ल ल फोटो अनिस्कोबाट खिच्दैछु है ल मलाई खुवाइदिएको मामालाई खुवाइदिएको मामालाई पैसा राख्न हतार खिच्दैछौ मेरो मुन्टो काट्यो कि क्या टाउको काट्यो कि उकालो फर्केर खाइ खै म आउँछु नि रुम निर्जन केक चाहिँ एकदम मिठो छ है चक्लेट फ्लेभरको केक वान अफ द फेभरेट फ्लेभर होइन बर्थडे बोयको ल अब चाहिँ निर्जलको पालो छ अनमोललाई आशीर्वाद दिने यता हेर्नु भोले बाबा केक खुवाइदेऊ न काटेर काट न आफै पहिले भाइलाई खुवाइदेऊ ल ल खुवाइदेऊ दादालाई काटेर ल अनिसको पालो पैसा देऊ ल 500 रुपिज अगेन ल खै आशीर्वाद दे भाइलाई आशीर्वाद देऊ न धेरै पढ्नु भन मुख नचलाउनु केक खुवाइदेऊ केक त्यो टोपी चाहिँ उ गर त देखिएन अनुहार उता पछाडि फिर्काऊ पछाडि पहिले उसले खुवाइदिन्छ नि त आम्मा आज त भातै खानै खानु पर्दैन अनमोलले त केक खाएर अगाइसक्यो ह्याप्पी बर्थडे टु यु ल खुवाइदेऊ एन्ड फाइनली टर्न इज गोस टु मिस्टर पिकु गो ल अब मामाको छोराले फुपूको छोरालाई भाइलाई टिका लगाइदिने लाउ न आशीर्वाद दे त विकास के दिँदो रहेछस् ओए आशीर्वाद दे न विकास ह्याप्पी बर्थडे टु यु ल छोरा लगान लगा केही हुँदैन क्या केही हुँदैन लगा न लगा लगा न केही हुँदैन अनमोले केही हुँदैन हौ लु भयो लु भयो लु हल्ला नगर्नु है यहाँ त्यहाँ नगर न त्यहाँ नदल न तर कलर हो लु 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 खुवाइदे अलि ठुलो खुवाइदेन कत्रो सानो खुवाइदिएको अलि अलि खुवाइदे यसलाई यो अँगाउँदैन ल खा अहिले भरे दिउँला फेरि ल ह्याप्पी बर्थडे टु यु भयो भयो फाइनली हाम्रो चाहिँ आजको बर्थडे प्रोग्राम सकिसकेको छ अनमोललाई चाहिँ केक काटिदिने कार्यक्रम पनि सकेको छ अनमोलको 13औं जन्मदिनको फेरि पनि शुभकामना खै माया गरिदिउँ भान्जालाई माया गरिदिउँ ल भोलेलाई कस्तो लाग्यो भन त ल कस्तो लाग्यो बर्थडे मनाउनु राम्रो राम्रो लाग्यो ल सम्पूर्णलाई धन्यवाद भन्ने च्यानल सब्स्क्राइब गर्नुभयो भन्न सम्पूर्णलाई धन्यवाद सन्तोष अधिकारी युट्युब च्यानललाई सब्स्क्राइब सपोर्ट गरिदिनु होला धन्यवाद धन्यवाद आमालाई माया गर्दै माया गर्न आमालाई